नमस्कार तपाईहरुलाई स्वागत छ मेरो फेरि पनि लामो समयसम्म मेरो मुकबाङ भिडियो आएको थिएन मेरो युट्युब च्यानलमा। आज चाहिँ मेरो बहिनी मेरो दिदीको छोरी अनि मेरो बहिनी सँगसँगै आज हामीले यो मुकबाङ च्यानल ल्याएको छौं। त्यस्तो राम्रो खानेकुराहरू त छैन, जस्ट हाम्रो रमाइलोको लागि जस्ट भिडियोको लागि चाहिँ हामीले यो भिडियो लिएर आएका छौं। हामीले खाना खान्छौं अनि यो खानाहरू खान्छौं। यहाँ स्पेशल गाउँको मुही अर्ग्यानिक मुही पनि छ, खानु होला, खान्छौं हामीले। अनि हामीले मिठो मिठो गफ गर्दै खान्छौं। ल सुरु गरौँ बहिनीहरू, ल खाऊँ। ल बहिनीले आफ्नो इन्ट्रोडक्सन दिए हुन्छ। नमस्ते, मेरो नाम हो नम्रता बुढा। सबैजना सन्चै हुनुहुन्छ होला। उहाँको च्यानललाई सब्स्क्राइब, लाइक, माया, सेयर गरिदिनु होला। धन्यवाद। अनि तपाईको भन्नुस्। नमस्कार, मेरो नाम मनिषा खम्सा। के उहाँको च्यानललाई लाइक सब्स्क्राइब गरिदिनु होला। अनि नराम्रो छ भने कमेन्ट गरिदिनु होला। यो मान्छेलाई नराम्रो भन्नु होला कमेन्टमा। ल जाउँ के ल खाम ल ल। यस्तो गाउँ अर्ग्यानिक कुराहरू फेरि अर्को भिडियोमा चाहिँ अर्ग्यानिक कुरा ल्याउँछौँ। अहिलेलाई चाहिँ खाम खाए ल। ए चिज भनौँ यस्तो रातो टोपी लाउने को हो? खाएन खाएलम। मिठो अर्ग्यानिक तो सुदिक छ, बनाना यता लिगा। भन नम्रता के भन्ने? तिमी आएको कहाँ गरे? माउला होइन र? हजुर घर कहिले जाने अब? यहाँ बस्न माउलामा बस्न मन छ कि नै? मामा घर दिन यस्तै खान्दै बस्न भन्छ। सुतिच्छलाई कस्तो भयो त? अनि कति वर्षपछि आयो माउला तिमीलाई? करिब 3 वर्षपछि आयो। कस्तो एक्सपेक्ट गरेका थियौ 3 वर्षपछि आउँदा? छेमाहरूले फुलमाला लगाइदिन्छन् मलाई। सुतिछ यिनीहरू किन हो र लजाको? नम्रता किन र? पिरियड कस्तो पोख्यो? के भयो? उता पिरियड छ कि? भइसक्यो। त्यस्तो राम्रोवाला छैन। मासु हेर्नुहोस् गाई एउटा कुराको कमी छ, प्याज। हाल्छु भन्दै नभएर हो कि? पानी त जे पनि खाँदा हुन्छ। एकदम मिठो छ गाइज। फलफुल ज्यादा रुचाउँछन् कि? कस्तो बहस मिठो छोरी, कस्तो बाहा मिठो बच्च मम्मी। मेरो छोरी हेर्नु न, यत्रो भएन, कति राम्रो छिन्। साथीहरू, यो चाहिँ हामीले फर्स्ट टाइम ट्राई गर्न लागेको। मतलब मै खाएँ। यिनी छोरी सिङ्गल छिन्। मलाई एउटा कुरा याद आयो कि खाऊँ भन्दा यहाँ अलिवर आउनुहोस् यस्तो भन्छु। ओके नि अरू भन्नुहोस् कतिमा पर्छ गरे? अनि ए तिम्रो नामै भन्न बिर्सेछ। नाम के हो र तिम्रो? इन्ट्रोडक्सन दिएर त तिम्रो 2टा नाम छ नि त। अनि मलाई
सन्ध्या भनेर नि बोलाउन सक्नुहुन्छ, नम्रता भनेर नि बोलाउन सक्नुहुन्छ। यस्तो है। हजुर हजुर। अनि किन तिम्रो दुईटा नाम भयो त? किनभने मान्छे राम भएर। म मान्छे राम्री छु। यस्तो राम्रो थियो, सूर्य जस्तो राम्रो। मिठो गाइस, मिठो। सुदीक्षा के आज नि बहिनीको फेरि मुड थिएन कि मुखबाङ बनाउन गाइस। उहाँलाई जबरजस्ती लिएर आएको, फेरि उसको फेरि करेन्ट चाउचाउ फेभरेट। ठेमान चौकी किन हुन आएको? खाँदैछिन्। मिठो भयो नि करेन्ट। करेन्ट हो कि 2 PM हो? 2 PM। एकदम मिठो हो। यता फेरि पाउँदैन कि खासै करेन्ट। चित्त भयो। पछाडिको ब्याकग्राउन्डलाई इग्नोर गरिदिनु होला, किनकि हाम्रो गाउँको अर्ग्यानिक यो हाम्रो गोठ हो। घरको गोठ पछाडि हामी यहाँ मुखबाङ गर्दैछौँ साथीहरू। गाउँको अर्ग्यानिक अर्ग्यानिकमै खाऊँ न। कस्तो छ न गाउँको मही? एकदमै मिठो एन्ड हेल्दी छ है साथीहरू। जङ्क फुड मात्र खाएको छैनौँ हामीले। सबै मिसाएर खाऊँ। सिस्टरले करेन्टै खानु भएन। कसले? हजुरले खानुभयो त? फेभरेट हो नि त। साथी यिनी दुइटा चाहिँ यिनी दुई यिनी बहिनीहरू चाहिँ डान्सर हो है, एकदम नम्बर 1 डान्सर। मिठाई त खायो म त होइन। हो कि होइन? हो उहाँ चाहिँ सिङ्गर डक्टर विष्णु माझीको अर्को बहिनी। विष्णु आजूलाई कसैलाई चाहिएको छ भने सम्पर्क गर्न सक्नुहुन्छ। कलाकार विष्णु माझी होइन, फेरि त हाम्रो गाउँको विष्णु माझी हो। गाइज अगाडि हामी त अन्डा खाए अन्डा। यस्तो मनपर्ने भाँडा टक 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 टक। के होला खानु? छोटो मिठो भिडियो भयो गाइजहरू, हेरिदिनु होला। लाइक, कमेन्ट, सब्सक्राइब सेयर गरिदिनु होला, सेयर गरिदिनु होला। हेर्न त्यो आए नै ल यस्तो माया गर्छु बहिनीलाई। अन्डा अन्त खाऊ। यो गाउँको अर्ग्यानिक कुखुराको अन्डा है गाइजहरू। पहिला कुखुरा आयो कि अन्डा? कुखुरा आयो कि अन्डा? ल गाइज भन्नु होला कुखुरा आयो कि अन्डा? उनको प्रश्न। जसले मिलाउँछ उसले 100 रुपियाँ पाउँछ पुरस्कार। यसमा चाहिँ काठमाडौँ आउनुपर्छ है। गाइजहरू खाएर नि भ्याइसक्यो। आज मिठो मिठो भएर यस्तो मिठो मिठो भयो, सकिसक्यो। अब बनाना खा ल। सुदीक्षा ल तिम्रो त खाइसकेछौ आफ्नो आफ्नो भाग हो। यो नि हाम्रो बारीमा फलेको अर्ग्यानिक देखाओस्। अर्ग्यानिक
यस्तो मिठो हुन्छ ल खाम सबैले एकैचोटि च्यालेन्ज गर्ने हो च्यालेन्ज अर्कोचोटि चाहिँ 40 भिडियो लिएर आउँछन् अब यिनीहरू चाहिँ अब भोलिबाट सहर पढ्न जाँदैछन् म मात्रै गाउँमा बस्छु अब दसैँको छुट्टीमा यिनीहरू आउँछन् अनि त्यति बेला दरो बनाउनु पर्छ है गाइजहरू हाम्रो भिडियो हेर्नुहुन्छ भने तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ हामी फेरि आउने कोसिस गर्छौँ खाइयो ल कस्तो लाग्छ सुधु छ उहाँ फेरि धेरै बोल्नु न कि खासै हिजो भिडियो स्पेसल सुदर्शन मेरो भाइलाई सम्झेछु है धेरै धेरै तिमी सम्झेौ किन सुदर्शनलाई धेरै तिम्रो दाइलाई सम्झ्यो। तपाईँ आउनु भएन मेरो भाइलाई मुखबाङ भिडियो गराम दिदी भन्दै भनिरहेको थियो नेक्स्ट टाइम अब दसैँमा टन्नै भयो गाइजहरू धेरै भयो गाइजहरू सकियो ल छिटो छिटो खाऊ अब उसको यति मुही छ मेरो त सकिसक्छ यहाँ राख नानु नानुलाई गिलास ठुलै परेछ क्या नानीले फेरि अलि ढिलो ढिलो खान्छ उसले फेरि ल अब यस्तै छ खाइयो मिठो भयो ल धेरै मिठो भयो थ्याङ्क यू ल। दिदी ल अब तपाईँलाई। थ्याङ्क यू मनिषा बहिनीले यो स्पेसल ट्रिट चाहिँ मैले दिएको है गाइजहरू मेरो स्पोन्सर हो यिनी बहिनीहरूलाई थ्याङ्क यू दिदी तपाईँको च्यानलमा हामीलाई बोलाउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दिदीलाई मैले पनि धन्यवाद दिन चाहन्छु मेरो खुट्टा धौलिन्थे तर मिल्दैन मेरो च्यानलमा यस्ता फुल जस्ता बहिनीहरू आएका छन् ल गाइजहरू हामीले सकियो छोटो मिठो हाम्रो यो मुखब्याङ च्यानल कस्तो लाग्यो प्रतिक्रिया दिनुहरू होला अब हामीले कस्तो भिडियो बनाउँदा ठिक होला भनिदिनु होला अनि केही सल्लाह सुझाव भयो भने तल कमेन्टमा गर्नु होला गाइजहरू ल नमस्ते आज हामीले यति नै भिडियो गराउँछौँ बाई 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 बाई